तिमीले अंग्रेजी सिकेको भए बेस हुन्थ्यो। तिमीले दाँत माझेको भए बेस हुन्थ्यो। तिमीले डाक्टरलाई भेटेको भए बेस हुन्थ्यो। तिमीले समयमै औषधि खाएको भए बेस हुन्थ्यो। उसले परीक्षामा पास भएको भए बेस हुन्थ्यो। यस्तो बेस हुन्थ्यो भन्ने सेन्टेन्सहरू यदि हामीले इङ्ग्लिसमा बनाउनु पर्यो भने प्रयोग गर्नुपर्ने हुन्छ ह्याड बेटर प्लस V1। ह्याड बेटर प्लस V1 को प्रयोगले कुनै पनि काम यस्तो गरेको भए बेस हुन्थ्यो भन्ने जनाउँछ। त्यसकारण आजको क्लासमा हामी ह्याड बेटर प्लस V1 लाई कसरी प्रयोग गर्ने र सेन्टेन्स कसरी बनाउने भन्ने कुराहरू सिक्नेछौँ। वेलकम टु इजी इङ्ग्लिस ल्याङ्ग्वेज क्लास। आजको क्लासमा हामी ह्याड बेटर प्लस V1 प्रयोग गरेर सेन्टेन्स बेस हुन्थ्यो, राम्रो हुन्थ्यो भनेर कसरी बनाउने यो कुरा सिक्नेछौँ। हेर्नुस् पहिलो सेन्टेन्स। यो सेन्टेन्समा तिमीले अंग्रेजी भाषा सिकेको भए बेस हुन्थ्यो भन्दाखेरि यु ह्याड बेटर लर्न इङ्ग्लिस। ह्याड बेटर प्लस V1 लर्न V1 आएको छ, यसमा V1 प्रयोग गर्नु पर्यो। ह्याड बेटर प्लस V1 यु ह्याड बेटर लर्न इङ्ग्लिस। तिमीले अंग्रेजी सिकेको भए राम्रो हुन्थ्यो। मैले समयमै औषधि खाएको भए बेस हुन्थ्यो अथवा राम्रो हुन्थ्यो। आई ह्याड बेटर टेक मेडिसिन अन टाइम। मैले समयमै औषधि खाएको भए बेस हुन्थ्यो। ह्याड बेटर प्लस V1 टेक भनेको V1 हो। सी ह्याड बेटर पास इन एक्जाम। उनले परीक्षा पास गरेको भए बेस हुन्थ्यो। यसमा ह्याड बेटर प्लस V1 प्रयोग भएको छ। पास भनेको V1 हो जसले चाहिँ बेस हुन्थ्यो भन्ने अर्थ जनाउँछ र यसको स्ट्रक्चर नै ह्याड बेटर प्लस V1 हो। यसमा चाहिँ हामीले ह्याड बेटर प्लस V1 राखेर चाहिँ सेन्टेन्सहरू बनाउनु पर्ने हुन्छ। अब ह्याड बेटरको नेगेटिभ सेन्टेन्स पनि हामीले बनाउन सक्छौँ जसमा चाहिँ यस्तो नगरेको भए बेस हुन्थ्यो भन्ने आउँछ। यु ह्याड बेटर नट क्राई। तिमी नरोएको भए बेस हुन्थ्यो। यु ह्याड बेटर नट फाइट विथ देम। तिमीले उनीहरूसँग झगडा नगरेको भए बेस हुन्थ्यो। हो यसरी नेगेटिभ सेन्टेन्समा पनि हामीले ह्याड बेटरको प्रयोग गर्न सक्छौँ। त्यसकारण यदि कुनै पनि सेन्टेन्सहरू तपाईँले बेस हुन्थ्यो, राम्रो हुन्थ्यो भन्ने खालको बनाउनु पर्यो इङ्ग्लिसमा भने ह्याड बेटर प्लस V1 प्रयोग गरेर सेन्टेन्सहरू बनाउन सक्नुहुन्छ। अब तपाईँलाई अभ्यास गर्नको लागि म केही सेन्टेन्सहरू दिँदैछु, कमेन्टमा लेख्नुहोला। उसले मोबाइल नचलाएको भए बेस हुन्थ्यो। मैले समयमै खाना खाँदा बेस हुन्थ्यो। मेरी आमाले मलाई गाली नगरेको भए बेस हुन्थ्यो। यो नेगेटिभ सेन्टेन्स। यी सेन्टेन्सहरूलाई तपाईँहरूले कमेन्टमा एज अ प्र्याक्टिस लेख्न सक्नुहुन्छ। आजको क्लास यति नै। सी यू इन द नेक्स्ट भिडियो।